आदरणीय सम्पूर्ण साथीहरुमा नमस्कार। मैले सदा झै एक व्यावसायिक कृषि सम्बन्धी भिडियो लिएर आएको छु। मलाई पूर्ण विश्वास छ हाम्रा व्यावसायिक कृषक साथीहरुलाई केही नयाँ ज्ञान पाउनुहुन्छ भन्ने। यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया लाइक सब्स्क्राइब अनि गर्न नभुल्नु होला। अब लागौं भिडियोतर्फ। परजीवी पशुहरूलाई लाग्ने आन्तरिक परजीवी र बाह्य परजीवी मध्ये जस्तै बाह्य परजीवी अन्तर्गत पर्ने लुतो, किर्ना, जुम्रा र उपियाँ पर्दछन् भने आज लुतो जो माइट पनि भन्ने गर्छ, त्यसलाई लुतोको बारेमा हामी आज जानकारी दिन गइरहेको छु। लुतो पशुहरूको बाहिरी भाग शरीरमा छालामा देखिने एक प्रकारको संक्रमण रोग हो। यो लुतोले साना तथा दुब्ला, कमजोर र पौष्टिक अल्पता भएका जनावरलाई बढी असर गर्दछ। यो रोग पशुबाट मानिस र मानिसबाट पशुमा पनि सर्ने गर्दछ। अब लागौं यसका कारण के रहेछ। यो रोग सेक्रोप्टेस स्काबिया नामक परजीवीबाट। अब लागौं रोग लाग्ने प्रक्रियातर्फ। वयस्क माथि माइटले पशुको छालामा सुरुङ बनाई त्यसमा अण्डा पार्छ। ती अण्डाहरू सामान्यतया 3-4 दिनमा ह्याचिङ हुन्छन् र लार्भा बन्दछन् र ती लार्भाहरू 3-4 दिनमा भुसुन्डामा परिणत हुन्छन् र पशुहरूमा चिलाउन छालामा एक सुरु हुने हुनाले माइटको कारण चिलाउँछ भन्ने प्रष्ट हुन्छ। यसमा रोगमा देखिने लक्षणहरूतर्फ टाउका, कान, घाँटी, अगाडिका खुट्टाहरू, अनुहारमा घाउहरू देखिने र ती घाउहरूमा अत्यन्त चिलाउने हुन्छ। अनि दोस्रो नम्बरमा रहेको छ छाला चिलाउँदा पशुले रगड्छ र उक्त रगड्दा ठाउँमा हल्का रगत आएको देखिन्छ र उक्त स्थानमा पछि ब्याक्टेरियल इन्फेक्सन भई पिप बन्ने गर्दछ र पिप बग्न सुरु गर्दछ। छाला रातो हुने, रौँहरू झर्ने, छाला बाक्लो हुँदै जाने, पशु जीर्ण अवस्थामा पशु कमजोर हुँदै जाने र अन्त्यमा मर्ने गर्दछ। अब लागौं यसको रोग निदान कसरी गर्ने भन्नेतर्फ। इतिहास विवरणको आधारमा, चिन्ह र लक्षणको आधारमा, प्रयोगशाला परीक्षणको आधारबाट। उपचारतर्फ यसको लोकल उपचार कसरी गर्न सकिन्छ भन्ने प्रभावित छालामा रौँहरू सफा गरी एन्टिसेप्टिक सोलुसनमा मेडिकेटेड स्याम्पूले नुहाइदिने र कम्पाउन्ड लाइक नोभान एन्ड डाइनेजोन एन्ड एमेथ्रेज आदिलाई लगाइदिने। पोभिडिन आयोडिन प्रयोग गर्ने। कन्ट्रोल ट्रिटमेन्ट के रहेको छ भने आइभरमेक्टिन इन्जेक्सन 1 ml 10 mg पर 50 kg बडी वेटका दरले छालामा हप्ताको एकपटक 3 दिनसम्म लगाउने गर्नुपर्छ। नियमित रूपमा आइभरमेक्टिन इन्जेक्सन लगाउने। खोर तथा सफा राख्ने। रोगी पशुलाई आइसोलेसनमा राख्ने। धन्यवाद। यो भिडियो हेरेर साथ दिनुभएको सम्पूर्ण साथीहरूलाई। यदि यो भिडियो हजुरलाई मन परेमा लाइक अनि सब्स्क्राइब